हेलो गुड इभिनिङ एभ्रिवान। तपाईहरु कोकोपिटलाई कसरी रेडी गर्नुहुन्छ म चाहिँ यो प्रकारले बनाउँछु है। यसलाई युज गर्नुभन्दा अगाडि चाहिँ म चाहिँ 3 घण्टा 4 घण्टा मैले चाहिँ यसलाई रातभरि भिजाएर राखेको थिएँ है। आफ्टर दैट चाहिँ म यसलाई धुन्छु है। धुन्दा पनि मैले चाहिँ आफ्नै तरिकाले धुन्छु, आफ्नो आफ्नो तरिका हुन्छ है। म चाहिँ चाल्नीमा लगाएर 4 खेप 5 खेप चाल्छु है, किनभने मलाई डर हुन्छ है। अनि डर हुन्छ नि त प्लान्टहरु मर्छ भनेर। यो कोकोपिटमा चाहिँ क्लोराइड पोटासियम एकदमै ज्यादा हुन्छ। यो बकेटमा देख्नु हुँदैछ नि मुनि एकदमै ज्यादा मैलाहरु है। योहरु पखालेर पठाउनुको लागि, सल्टहरु मज्जाले पखालेर पठाउनुको लागि, केमिकल्सहरु जाओस् भने म चाहिँ 4 खेप 5 खेप धुन्छु है। धोएर मात्र यसरी सुकाउँछु सनमा। अन्त सुकाएपछि चाहिँ यसरी मेरो कोकोपिट रेडी हुन्छ। मैले चाहिँ 2 केजी गरेको थिएँ, बट मेरो कोकोपिट ओभर ज्यादा भएको थियो है। 3 नाङ्लो भएको थियो मेरो कोकोपिट चाहिँ। अनि यो भिडियो चाहिँ म तपाईलाई किन शेयर गरे भने चाहिँ पहिला पनि मैले कोकोपिट युज गर्थे नि त। अलिअलि गर्थे मैले स्याप्लिङ्सहरु बनाउनुको लागि, कटिङ्सहरु बनाउनुको लागि। गर्दाखेरि चाहिँ मैले युज गर्न नजानेर है, मेरो देवरको देखेर गरेको थिएँ, तर मैले युज गर्न नजानेर सबै प्लान्टहरु मारेको छु है। त्यसै कारणले चाहिँ म चाहिँ यो प्रकारले बनाएर चलाउँछु। गुगलमा सर्च गरिकिन चाहिँ कोकोपिटमा के हुन्छ भने यो कुरा सबै हेरेर चाहिँ म तपाईलाई यो भिडियो शेयर गरिरहेको छु है। So thank you so much for watching my video. Keep loving me, keep supporting me. I love you all. Good night.